शिक्षकको भोगाई घटना। शिव एक समलिङ्गी शिक्षक आफ्नो यौनिक पहिचानको कारणले विद्यालयमा भेदभावको सामना गरिरहेका छन्। विद्यार्थीहरूले उनलाई तुच्छ नामले बोलाउँछन् र शिक्षक सहकर्मीहरूले उनलाई पारिवारिक कार्यक्रममा आमन्त्रण गर्दैनन्। विद्यालय व्यवस्थापनले पनि यो विषयमा कुनै कदम चाल्न इच्छुक छैन। शिवले आफ्नो यौनिक पहिचान लुकाएर आफ्नो पेसा सञ्चालन गर्ने प्रयास गरिरहेका छन् है। अब प्रश्नहरू सुन्नुभयो होला पक्कै पनि। हाम्रो यता सर म्यामहरू प्लिज लास्टमा सरहरू हेरिदिनु होला है। समस्याको मुख्य कारण के हो है? अब यहाँ उत्तर देख्न सक्नुहुनेछ, वृहत यौनिकता सम्बन्धी ज्ञानको कमी है। यसको ज्ञानको कमीले गर्दा उसले भोगेको एकदम सर्टकट अब यसलाई डिस्क्राइब हामी जसरी पनि गर्न सक्छौँ। क्वेसन नम्बर 2 रहेको छ, विद्यालय व्यवस्थापनले यस समस्यालाई कसरी समाधान गर्न सक्छ? ऊ चाहिँ साइलेन्ट छ नि त, कुनै पनि एक्सन लगेको छैन, के गर्न सक्छ भन्नेमा सानो हाम्रो सुझाव छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री वातावरण विद्यालयमा तयार गर्ने र यस सम्बन्धी विज्ञद्वारा तालिम प्रदान गरी चेतना दिने निर्णय गर्ने भन्ने कुरा आएको छ। अब यसलाई कति व्याख्या गर्न सकिन्छ तपाईँ हामी आफैले गर्न सक्छौँ। प्रश्न नम्बर 3 मा रहेको छ, सहकर्मी शिक्षकहरूलाई यौनिक विविधता र सम्मान बारे कसरी शिक्षित गर्न सकिन्छ भन्ने हामीले LGBTIQ सम्बन्धित विस्तृत जानकारी दिएर, जस्तै म्यामले इक्जाम्पलहरू दिनुभयो, लट्स अफ पेयरिङ बनाउनु भयो होइन, बाइसेक्सुअल बनाउनु भयो, युनिसेक्सुअल बनाउनु भयो, लट्स अफ इक्जाम्पल। त्यसरी हामीले एकदमै क्लियरिटी के हामीले जस्तै उहाँले व्याख्या मात्रै गर्नुभएको भए हाम्रो ब्रेनमा नरहन सक्थ्यो। उहाँले त पेयरिङहरू गर्नुभएको छ नि त, त्यसले गर्दा हाम्रो दिमागमा सब पऱ्यो कोही लास्ट आवरसम्म हाम्रो ब्रेनले काम गर्ने बेलासम्म रहन्छ होला। जति डिस्क्राइब गर्नुभयो त्यो भुल्न सक्छौँ, तर हामीले त्यो पेयरिङहरू हेरेर भुल्न सक्दैनौँ। योबाट जाँदा चाहिँ बेटर हुन्छ भन्ने कुरा हो यो चाहिँ है। क्वेसन नम्बर 4 मा छ, शिवले आफ्नो मानसिक स्वास्थ्यको संरक्षणका लागि के गर्न सक्लान् त? उनलाई होइन त्यो हुँदा त मेन्टली डिप्रेसनमा जान सक्छन्, उनले हामीले सोचेको भन्दा फरक कदम चाल्न सक्छन्, यो इन्भाइरोमेन्टमा उनले एक्जिस्ट गर्न नसक्ने हुन सक्छन्। त्यसका लागि के गर्न सक्छन् भन्ने कुरामा आफूलाई आफ्नो यौनिकता पहिचान गरी समाजमा आफू अनुकूल वातावरण तथा आधिकारिक कानुनी रूपमा सुनिश्चित गर्ने। उनले अब कानुनी रूपमा जाने कि आफूलाई चाहिँ सर्भाइभल गर्ने कसरी हुन्छ, आफू चाहिँ त्यो एक्जिस्ट हुने, आफ्नो मेन्टली रूपमा स्ट्रङ हुने बाटोहरू खोज्ने, न कि उनी चाहिँ एकदमै डिप्रेस भएर घरमै थन्किने अथवा बन्द कोठामा रहने नगरेर उनी चाहिँ त्यहाँ चाहिँ के गर्नु पऱ्यो, एक्जिस्ट गर्नु पऱ्यो नि त। तपाईँ हामी पनि जन्मिन बित्तिकै त एउटा भित्रबाट तातो वातावरणबाट बाहिर आएको थियो नि त होइन, एक्जिस्ट गऱ्यौँ, सर्भाइभल भयौँ र हामी बाँच्न सफल भयौँ। जसले सक्दैन ऊ जाने हो, मैले पनि त्यो गर्नुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। प्रश्न घटना नम्बर 2 है, ट्रान्सजेन्डर विद्यार्थीको चुनौती। अञ्जली एक ट्रान्सजेन्डर किशोरी आफ्नो विद्यालयमा लिङ्ग पहिचानको आधारमा दुर्व्यवहारको सामना गरिरहेकी छिन्। विद्यार्थीहरूले उनलाई उस्तै लिङ्ग शौचालय प्रयोग गर्न अनुमति दिन्नन् र उनीहरूसँग खेलेर समय बिताउँदा अपमानजनक शब्दहरू प्रयोग गर्छन्। अञ्जलीको शिक्षामा प्रभाव परेको छ र उनी विद्यालय जान हिचकिचाउने भएकी छिन् है। प्रश्न नम्बर 1 छ, अञ्जली आफ्नो विद्यालयमा सामना गरिरहेका मुख्य चुनौतीहरू के हुन् त भन्दा उल्लेखगत रूपमा छ यो अञ्जलीका चुनौतीहरू। ट्रान्सजेन्डर भएकै कारणले लिङ्ग पहिचानको आधारमा दुर्व्यवहारको सामना गर्नु परेको। बुलेट नम्बर 2 मा आफ्नो लिङ्ग र भावना अनुरूपको शौचालय सहज रूपमा प्रयोग गर्न नपाउनु। नम्बर 3 मा साथीभाइबाट खेल खेल्दा अपमानजनक शब्दको शिकार हुनु। नम्बर 4 मा छ कक्षा कोठामा निर्बाध रूपमा शिक्षाको पहुँच लिन नसक्नु। उनको यो चाहिँ चुनौतीहरू रहे। क्वेसन नम्बर 2 मा रहेको छ, विद्यालय प्रशासनले अञ्जलीको सुरक्षाका लागि के कदम चाल्न सक्छ भन्ने कुरा छ। जहाँसम्म लाग्छ मैले यसलाई नपढेर सर्टकटमा के भनिदिएँ भने यहाँ जुन जुन चुनौती छन् उसलाई त्यो समाधान गरिदियो भने लगभग प्रब्लमहरू सल्भ हुन्छ जस्तो लाग्छ। क्वेसन नम्बर 3 मा छ, अञ्जलीका साथीहरूलाई ट्रान्सजेन्डर व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार गर्न कसरी सिकाउन सकिन्छ? यो छ निम्न तरिकाहरू सिकाउन सकिन्छ। 1 मा छ यौनिक तथा अल्पसङ्ख्यक ट्रान्सजेन्डर सम्बन्धी ज्ञान दिएर। 2 मा छ यिनीहरू पनि हामी जस्तै मानव हुन् भनेर यथार्थता पहिचान गराउने है। अब रहेको छ क्वेसन नम्बर 4 मा, अञ्जली आफ्नो आत्मविश्वास र शैक्षिक प्रदर्शन सुधार्न के गर्न सक्छिन्? आफ्नो यौनिकताको पहिचान गरी घर, विद्यालय र
यो सर्ट यस सम्बन्धी बुझाउन सक्नुपर्छ। आफ्नो हक तथा अधिकारको लागि लड्नुपर्छ। स्थानीय पाठ्यक्रममा एलजीबीटीआईक्यू सम्बन्धी पाठ्य वस्तु समावेश गर्न आवाज उठाउनुपर्छ भन्दै हाम्रो चाहिँ घटना 1 र 2 का एन्सरहरू लेखेका छन्। ताली